मलाई त आउँदैन कस्तो बङ्ग सो गाइस 5 सब्स्क्राइबर कम्प्लिट हो किन तिमी आएनौ वेदना बाटोको भ्यू हजुर यहाँलाई मिस नगर्नु होला गाइस किनभने बाटोको भ्यू एकदमै हाम्रो राम्रो हुन्छ भ्यू टक्क यतिको हल्का मिठै छ भ्यू चाहिँ किनभने होइन अब यो छुट्टी देखेर अनि कस्तो खतरा भइरहेको छ बिचराहरू आजको हालत तर छ है अनि सो हामी फेरि आइसकेको गाइस सुरतमा बाख्राकोटमा हालिसकेपछि त नि सुरत आज त मिठै भयो त नि होइन गाइस हो कि होइन त्यो हामी फेरि आइसकेको नयाँ नयाँ भिडियो टक्कर गाउँको ड्याम भिडियो के अरे भिडियो त फेरि यहाँ त फेरि डेली त ड्याम जुन झर्नेवाला छ हाम्रो आज अहिले त गाउँको भिडियोमा त आम्मामा यसले त कति भिडियो झारेको यसले त 500 सब्सक्राइबर कम्प्लिट पुरा गाइस भनेर सोचिरहेको ल चाहिँ गाइस मेरो त टक्कर 500 सब्सक्राइबर कम्प्लिट भइसकेको छ र त्यही खुसीमा चाहिँ दारू पार्टी यस आज मारमा दारू पार्टी हाल्नु चाहिँ गाइस हो अहिले चाहिँ कति 11 बजिसक्यो होइन अब पहिला अब काठमाडौँमा फेरि यस्तो हुँदो रहेछ कि अहिले होइन काठमाडौँमा चाहिँ 8 बजे उठेर चाहिँ यस्तो होइन त्यो बुढीहरू क्याउ भोकेलाहरू मर्नै हुने होइन कलेज जाँदा मर्नै हुने होइन जब गाउँ आयो अहिले कति 12 बजी होइन 12 बजी भोकै लागेको छैन क्या जस्तै मलाई लागिरहेको छ कि मेरो पेट पुरा फुल छ होइन भातै लागिरहेको छ क्या तर गाइस भात खानु पर्ने हुन्छ अहिले किनकि अब गाउँघरको वातावरणले नै अब मलाई यहाँ टन्न बनाइसक्यो क्या त्यही भएर हुन्छ टक्कर जाने मकैहरू सबै यहाँ छैन काठमाडौँमा त मकै सकिसक्यो तर यहाँ चाहिँ मकै छ र यहाँको मकै चाहिँ एकदम मिठो हुन्छ गाइस होइन बिहान उठेर टक्क मकै सकै पुरेर खानालाई होइन यस्तो मजा आउँछ कि आमा त्यो चाहिँ कुनै नगरौँ अनि हाम्रो घर चाहिँ यो गाइस काले घरमा मामाघर यो कसले मेरो गाउँ त अस्ति तपाईँहरूले देख्नुभयो अस्ति भ्लगमा सैलुन जाँदाखेरि होइन अनि यो चाहिँ मामाघर अनि सैलुन चाहिँ हाम्रो उयो डाँडा गाइस यो मेरो डाँडा सिधा मैले हालिदिएको छ नि त्यो डाँडा कि त्यो बादलले छिकेको छ त्यो डाँडा बादल छिकेको छैन त्यो सैलुन ठ्याक्कै त्यो त्यहाँबाट त्यो सैलुन डाँडो होइन अनि हाम्रो बुढी आमा के छ ठिक छ अनि यहाँ मगर सबजना हुन्छ यहाँ सबजना भाइहरू छ अनि भाइ चाहिँ हिजो लडेर बिचरा टाउको ठुलो छ हल्का है भाइ चाहिँ हिजो उतैनिर लडेर अनि टुटु उठेछ भाइको एकछिनमा ठिक हुन्छ भाइहरू बिस्तारै बिस्तारै हुन्छ अनि दिदी बहिनी आएको छ दिदी बहिनी के छ ठिक छ के छ बहिनी ठिक छ नि तिमीहरू अनि गाइस मासु गाउँ यस्तो फेरि आज मासुको त खतरा छैन अनि आज दिदीको बर्थडे सबैजना ह्यापी बर्थडे भनेर कमेन्ट गरिदिनु होला है ह्यापी बर्थडे ल आज दिदीले भनेपछि दारू पार्टी ए आज तपाईँको बर्थडे आज मेरो 500 सब्सक्राइबर कम्प्लिट भयो ल कङ्ग्रेचुलेसन 500 सब्सक्राइबर कम्प्लिट हो त्यसो पार्टी छ यहाँ ल बर्थडेको पार्टी पनि आज पार्टी दिँदैछ हामीलाई सो गाइस 500 सब्सक्राइबर कम्प्लिट हो किन अनि त्यो 500 सब्सक्राइबर कम्प्लिट भएको खुसीमा एउटा मासु तपाईँहरू गिफ्ट लाउनु बिराले दिनुपर्छ कि मासु एउटा अनि त्यही अब भाषण खानु पनि हुन्छ ओए के हो भाइ त डन हो क्या हो डन हो तिमी यस्ता अनि त्यस म चाहिँ अनि अहिले उठाएर गाइस म चाहिँ बिहान उठेर होइन टक्क यहाँ लुगासुगा सब लुगासुगा टक्क धुरा लुगा सुकिन्छ क्या यार लुगासुगा धुरा अनि एउटा कुरा क्या कस्तो होइन के अरे त्यो हिजो त्यो मैले जुत्ता यहाँभित्र राखेको क्या अनि पानीले चुहेर जुत्ता नै सब कालो भएको थियो तर अहिले जुत्ता ठिकै अहिले चाहिँ फ्रेसै भयो जुत्ता होइन यस्तो भएको थियो गाइस के अरे यो जुत्ता त पुरा कालै भएको थियो कालो क्या पानीले भिजाउँछ नि ठ्याक्कै यस्तो कलर भएको थियो क्या जस्तो नि टुप्छ नि हो यस्तै भएको थियो कि जुत्ता अनि कस्तो टेन्सन लागेको होइन अब किनेको धेरै भएको छैन अनि अहिले नै यस्तो बिग्रियो भने त हुन्छ अनि जस अब अस्ति अर्को भाले काटेर खायो अब यो भाले काटेर खानु हुन्छ गाइस अब यसको पाला आउँछ अनि आमा हिँडेको छ त्यहाँ यसले भाले नछोड्ने भयो सोचिरहेको है आमा यसले गाउँ आइ सबै भाले खाएर जाने भनेर सोचिरहेको है टक्क बिहान दुसरो खान्छ अनि यहाँ टक्क मासु यहाँ छ गाइस होइन टक्क जस दसैँ राम्रो लागिरहेको छ अनि तपाईँहरूको पनि दसैँ राम्रो होला भन्ने आशा गर्दछु अब हाम्रो त यस्तै हो अब होइन यसरी दिदी भनेर यसरी मासु पाउँछ अनि यसरी हामी खान्छौँ होइन यो आरामसँग पाइहाल्छ सो 500 कमी लाग्यो खुसीमा मासु परि खाँदा
अब हामी एकछिन खानासाना खान्छौँ अनि यसो माथि आज जानुपर्ने हामी गाई जाउँ किन भन्नु त ल मैले भात खाइसकेँ अनि अब आज चाहिँ 5-6 हजार कमाइरहेको छु मैले नाति मैले सो गाइस भर्खर टन्न हँसुरेको गुवा जस्तो भयो त फेरि टन्न भयो त त्यही अब हामी हेल बस्न लागेको मामालाई अति नै बिरामी भएर बिचरा होइन अब बाख्रा लाग्यो गुवाकै गरेर मामालाई पखाइ लाग्यो होइन त्यो भएर हामी हेल बस्न लागेको अब हेल बस्न टक्राएर यसो मामालाई यसो त्यो यसो उपचार गरेर हामी टक्क अनि हामी फेरि फर्किनु पनि हुन्छ बाइकमा जानु हुन्छ हामी होइन टक्क बाटोमा हामीलाई तपाईँलाई भ्यू दिनुहोस् गाइज बाटोको भ्यू हजुर यसलाई मिस नगर्नु होला गाइज किनभने बाटोको भ्यू एकदमै हाम्रो राम्रो हुन्छ सोचिरहेको होला तपाईँहरूले होइन यो त कस्तो फास्ट बोल्छ होइन यस्तो किन बोल्छ भनेको चाहिँ अब बुझ्नु होला गाइज त्यस्तै अब हाम्रो अब मम्मी पनि फास्ट बोल्छ म नि फास्टै बोल्छु होइन यो चाहिँ बच्चादेखिको बानी नै हो बिस्तारै बोल्दाखेरि आफूलाई अलिक स्लोली बोले जस्तो लाग्छ क्या त्यसैले होइन अनि टक्क मामा रेडी भइसक्यो टक्क हामी यसो जान्छौँ होइन हेल्प पसो गराएर यसो गर्छौँ अनि टक्क हामी आउँछौँ गाइज हो कि भाइ अब यो नि बोला म नि बोला होइन भाइ ठिक छ ल सो अनि हामी चाहिँ आइसक्यो अनि पिङ पनि हालिसक्यो रहेछ है टक्क हेर्न हुन्छ टक्क बुढीछुडी देखेर अनि कस्तो खतरा भइरहेको छ बिचरा हेरेर अब आजको हालत तर छ है अनि सुन्नुहोस् त पारीको बिउ होइन पारी सब बिरो अब त्यो भिड चाहिँ कसरी त्यो भयो म तपाईँहरूलाई पछि भन्छु है त्यो भिडको बारेमा चाहिँ अहिले टक्क भिड सुन्नु चाहिँ गाइस गाउँ त एकदम टक्क देख्नु पर्ने यो चाहिँ हाम्रो एयरपोस्ट भन्दा नि एउटा मेडिकल जस्तो एयरपोस्ट उयोमा छ एयरपोस्ट चाहिँ अनि टक्क मेडिकल हाउस मान्छे मामालाई अनि एकछिन साडीमा भन्छ टक्क पिङसिङ हेर्नु पर्नुहुन्छ है टक्क मामा भन्छ यहाँ चक्क मामा फेरि यहाँ अस्ति खाने मामा निको हुन्छ क्या झ्याप्पै लाएर अनि पिङसिङ हेर्नु पर्नुहुन्छ है सो मामा गएर चाहिँ पिङ खेल्नुलाई अनि मलाई भिडियो बनाइदिएको छु टक्क त्यहाँ भिडियो सुरु बनाउनुहुन्छ मामा टक्क त्यहाँ खेल्नुहुन्छ टक्क हेरौँ ल कति कसो खेल्छ होला हेर्नु मामा खेल्नु स्टार्ट ओ माई गड खेल्नुपर्छ खेल्दै क्या ल टक्क मामा भिडियो बनाउँदै बनाउँछ क्या हामीले ल 3, 2, 1 स्टार्ट मलाई त आउँदैन कस्तो बङ्ग खेलेको नि सिधा ल खेल न खेल घुम्छ मान्छे चाहिँ अनि कता चाहिँ मेरो कल्ले रोङ मलाई हेर रन भने सो हजुर सो गाइज यो हाम्रो होइन एक्ज्याक्ट लोकेसन हाम्रो गाउँको लोकेसन जस्तै छ है लाइन सक्नुहुन्छ उयो डाँडो जानु पर्ने थियो तर त्यो डाँडोमा अहिले टन्ने केटाहरू रहेछ होइन अब केटाहरू भएपछि अब कस्तो अब नयाँ चिनेकै पनि छैन मैले कोही पनि होइन अब कस्तो भयो अनि त्यो भएर त्यहाँ आएको अनि यहाँबाट भ्यूको मजा लिन सक्नुहुन्छ हजुरहरूले हेर्नु यहाँ भ्यू टक्क यतिको हल्का मिठै छ भ्यू चाहिँ किनभने होइन अब यो भने किन यो पहाडी इलाकातिर पर्छ अनि त्यसैले चाहिँ यहाँको टक्क मिठै हुन्छ कि अनि मैले तपाईँहरूले त्यहाँनिर एउटा त्यो अघि त्यो एउटा त्यो पहाड काटेको भिडियो छ नि त्यो पहाड काटेको भिडियो दिएको थियो नि त्यो चाहिँ अब पहिला खै भूकम्पले त्यो त्यस्तो के भयो भन्थ्यो अनि समथिङ तपाईँहरूलाई सैलिङ भन्थ्यो नि सैलिङ गाई चाहिँ त्यो उही ठ्याक्कै आउन भएको छ नि त्यही हो सैलिङलाई हेर्नु सक्नुहुन्छ तपाईँ सैलिङ मेरो अब मलाई खास जुन त हुँदैन सैलिङ चाहिँ त्यही हो त्यो डाँडा टुप्पाहरूले हजुर के देखाएको छ नि हो त्यो सैलिङ चाहिँ होइन टक्क हाम्रो यही बाटो हुँदै जान्छ हामी त्यो सैलिङ चाहिँ अनि त्यो अनि मेरो गाउँ चाहिँ कहाँ भने मेरो गाउँ चाहिँ यो डाँडाको पछाडिपट्टि हो क्या त्यो पछाडिपट्टि मेरो गाउँ चाहिँ अनि मामा घर चाहिँ यो अनि एक्ज्याक्ट हाम्रो जनसङ्ख्या गाउँ यो चाहिँ हाम्रो वडा कार्यालय भयो अनि म त फेरि आएकोमा आएकोरी फेरि एमालेको त फेरि खतै जिल्लाको त्यसको फेरि भान्जाउँदा फेरि म त यहाँ त मेरो रात चल्छ फेरि खतरा होइन अनि हाम्रो काभ्रे मामा हुनुहुन्छ यहाँ टक्क भाइरल म्यान फेरि टिकटकमा फेरि उहाँले भाइरल छ नि फेरि खतरा छ नि ल जुत्ता यहाँ 15-16 हजार जुत्ता लाएर टक्क डेसो ल्याएर होइन भनेपछि आफ्नै गाउँमा नि चिनेर नि मामालाई हो र त्यही अनि मामा फेरि हेर्नु नि
लुगा ड्रेसअपको रङ पनि त्यस्तै बाइकको रङ पनि त्यस्तै छ फेरि मामाको होइन टक्क बबाल छ मामाको है ल अब मामाले हिजो अस्ति भयो नि यहाँ आइफोन किन्नु भएको छ टक्क लाएर यहाँ 14 Pro Max मैले स्टोर हाल्थेँ नि त्यही फोन हो है टक्क यहाँ 14 Pro Max किन्नु भएको छ मामाले अनि त्यही अब मामासँग हामी यसो टिचर सिरो बनाउँछ गाइज तपाईँ अब यसो टिचर सिरो यस्तो भिडियोको मजा लिन सक्नुहुन्छ हजुरहरू ल वेदना यहाँ चाहिँ हाम्रो दाइ भइसक्यो नि दाइ यहाँ आदिन न आए यो टक्क भाइहरू नयाँ भाइहरू आइसक्यो टक्क लाएर है यहाँ हामी चाहिँ अहिले यस्तो क्यारेसन हाल्ने छ भाइको गीतै ल भाइ उसै भिडियो गर्दै त ल तिमी है मस्त है हुन्छ टक्क हामी देखाऊ है यहाँ आउँछ हाम्रो कुन सेतो होइन अब हेरेँ म हेरेर ग्याङ मैले सेतो कस्तो हाल्नु हेरेँ अनि कस्तो हान्छ मैले देख्नु मैले अनि टक्क क्यारम सामी खेलेर भाइहरूसँग यस्तो गीत गाएर चाहिँ अनि हामी चाहिँ टक्क लाएर घरतिर चल्दै छाने पर्ने हुन्छ क्या ग्याङ होइन अब चल्दै छानु पर्ने छ घरतिर टक्क यहाँ राति अब यहाँ लाइट यता आँखामा छ अगाडि बाटो देखेको छैन क्या त्यही अल्टर छ है तर जे भयो नि केटा फेरि हाम्रो सब्सक्राइबरहरूको लागि त फेरि हल्का हल्का भयो नि रिक्सी बाटो फेरि म खतरा हिँड्छु नि गाइस बाटो चाहिँ एकदम रिस्की छ हाम्रो होइन भिडियोमा चाहिँ खासै देखाएको छैन तर रियल लाइफमा चाहिँ बाटो एकदमै रिस्की छ गाइजहरू अनि कस्तो जस्तो कस्तो भएर छ अनि यस्तो कमेन्टसम्म हानिदिनु न ग्याङ यार कमेन्ट पनि हानिदिनु तपाईँहरू अनि के भएको यार छ कमेन्ट यस्तो कमेन्टसम्म ड्याम छोडेको यस्तो कालो भ्लग्स पनि होइन ल टक्क भ्लग्स बनाउनु हल्का इन्ट्रेस्ट हुँदैन केटा यस्तो कमेन्टसम्म हानिदिनु ल किप इट अप ब्रो यस्तो के भनेर यस्तो कमेन्टसम्म हानिदिएको अनि मलाई है ल मेरो पनि छ है केटाहरू ल सब्सक्राइबरहरू छ ल मेरो पनि ल टक्क माया गर्ने छ भनेर हल्का बनाउनु हुन्छ यार कोही गर्नु हुँदैन अनि हल्का चित्तै दुख्छ मन दुख्छ हल्का होइन यहाँको यो छ नि यो भित्रको यो यत्रो दुधभित्रको यो मन दुख्छ ग्याङ के भन्नु अब है तपाईँहरूलाई त के छैन खानु भिडियो बनाउँदै जान्छ तपाईँहरू भिडियो हेर्दै जान्छ होइन अनि आजकल चाहिँ के हो भ्युज लास्ट चाहिँ घटिरहेको छ है किन भ्युज घटिरहेको त्यो चाहिँ मलाई थाहा भएन जोस् नघटे त हुन्थ्यो सकेसम्म होइन टक्क हल्का मान्छेहरू नि यस्तो हुन्छ है तिमी भ्लगहरू ल तिम्रो यस्तो हेरिदिनु त आइडी भन्दा नि यसो हल्का सान भएन जीवन 100 20 जान्छ नि होइन त्यही मेरो 100 जाँदा छ नि मलाई हेर्ने होइन 100 जना त्यस्तो फ्यामिली छ नि यस्तो हेर्ने टक्क हुन्थ्यो ग्याङ होइन त्यस्तो सबजनाले यस्तो टक्क भिडियो यसो हेरेर जानु होला अनि हाम्रो गाउँतिर गाईले स्त्री चाहिँ यस्तो छ भाइ बाटोमा यहाँ अरू घरको वाइफ चढेर बस्नु होइन ल भाइहरू फेरि मेरो भिडियो हेर्छ नि अनि कोही स्त्री त्यस्तो त्यहाँ हेर्ने गाइस ल स्थिति यस्तो छ भाइहरूको अब वाइफाई चल्दैन अब टाढातिर आउने चलाउनु पऱ्यो भाइहरूको स्थिति यस्तो छ है अनि त्यही अब हामी यस्तो खानपिनतिर लाग्नुपर्ने हुन्छ ग्याङ टक्क अब हामी खानपिनतिर लाग्यो यस्तो चक्क दाजुहरूसँग मिठो कभर्दै बस्नुपर्ने हुन्छ किनभने अब यस्तो गाउँ आएको होइन अब अहिले त बेलुका त भ्यू के देख्छ ग्याङ होइन अब त्यही हो यस्तो चार्ज चलिरहेको छ मेरो फोनमा म चार्ज गर्छु होइन अनि टक्क एकछिनमा भिडियो अन गर्छु गाई चाहिँ ल